फ्रेन्ड्स स्वागत छ तपाईँहरूलाई मेरो यस युट्युब च्यानल अश्विन कार्की अश्विन ब्लग्समा। सो म आज चाहिँ कुरा गर्न गइरहेको छु जस्तै अब मानौँ कि तपाईँहरूको अहिले चाहिँ अब इक्जाम चलिरहेको छ। यो चाहिँ टिनेजर्सहरूको लागि हो क्या। तपाईँहरूको इक्जाम चलिरहेको छ, अब तपाईँहरूको इक्जामको रिजल्ट पनि आयो। जस्तै अब इक्जामको रिजल्टमा के हुन्छ भन्दाखेरि जस्तै अब सँगै बसेको एउटा साथी हुन्छ नि, ऊ र तपाईँ दुईजनै नपढ्ने उस्तै उस्तै हुनुहुन्छ, तर सँगै इक्जाम पनि दिनुभयो, लास्टमा चाहिँ ऊ पास भयो क्या, तपाईँ फेल हुनुभयो भने त्यस्तो बेलामा तपाईँ के भन्नुहुन्छ? म भन्छु सेट यार, सँगै पढेको त यार, यो चाहिँ कसरी पास भयो, यो पनि फेल हुनुपर्ने होइन, म मात्र किन फेल भएँ भन्ने आउँछ कि आउँदैन? अवश्य पनि आउँछ क्या। किनकि जब कि दुईजना मान्छे सँगै एकै ठाउँ हुन्छ नि, त्यतिखेर अब सँगैको साथीको प्रगति हुँदाखेरि आफूलाई डाहा लाग्छ क्या। त्यसरी डाहा पनि कसैको गर्नुहुन्न भन्छु क्या म चाहिँ। जस्तै अब कसैले अब धुरी घोडा चढ्यो भन्दैमा धुरी चढ्नु त भएन नि, त्यस्तै अब उसले सफल भयो भने आफू उसलाई सफल भएको त रिस गर्नु भएन नि। त्यसैले चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि आफू पनि सफल हौँ र अरूलाई पनि सफल बनाऊ, त्यसैको लागि यो भिडियो बनाएको हो। धन्यवाद। यदि यो भिडियो मन पऱ्यो भने चाहिँ एक लाइक, एक कमेन्ट र एक सेयर चाहिँ गरिदिनु।